टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु सम्बन्धी प्रसङ्गबाट। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका 20 हरपतगञ्जका 53 वर्षीय पुरुषको मृत्यु भएको हो। अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति 12:45 उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए। टाइफाइड 2 मधुमेह र मृगोलाको समस्याबाट ग्रसित उनको साउन 30 गते स्वाब सङ्कलन गरिएको थियो। त्यसको भोलिपल्ट PCR रिपोर्ट पोजिटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या 52 पुगेको छ। साउन्यता मात्र 48 जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये पर्साका 38 जना, बाराका 10 जना र रौतहटका 4 जना छन्। जेठ 30 गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारी शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन। सिराहाको मिर्चया नगरपालिका 6 निवासी कोरोना संक्रमित एक पुरुषको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको छ। एक साता अघि अस्पतालमा भर्ना भएका 65 वर्षका पुरुषको सोमबार राति 9 बजेतिर मृत्यु भएको हो। आइसियुमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। भदौ 8 गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा 10 गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए। यो सँगै सिराहामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या 8 पुगेको छ। चितवनमा थप 40 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पतालको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका 15 सहित 20 जना र धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 20 जना चितवनकै गरी 20 जनामा संक्रमण पुष्टि भएको हो। चितवन स्थित भक्तपुर अस्पतालको कोभिड ल्याबकी प्रमुख डाक्टर नीतू अधिकारीका अनुसार सोमबार राति 11 बजे प्राप्त विवरण अनुसार 18 देखि 73 वर्ष उमेर समूहका 20 जनामा संक्रमण भएको छ। संक्रमित हुनेमा भक्तपुर नगरपालिका विभिन्न 7 वडाका 34 देखि 65 वर्षसम्मका 6 पुरुष र 18 देखि 55 वर्षका 5 महिला छन्। यस्तै राप्तीका 1 पुरुष र 2 महिला तथा रतननगरका 1 पुरुषमा संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पतालकै ल्याबमा भएको परीक्षणमा नवलपरासी, केलाली, पर्सा, अछाम र रौतहटका एक जना गरी थप 5 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भक्तपुर नगरपालिका थप 20 जनामा संक्रमण पुष्टि भएको छ। सोमबार अबेर राति सार्वजनिक गरिएको विवरण अनुसार 26 देखि 49 वर्ष उमेर समूहका 15 जना महिला र 33 देखि 65 वर्षसम्मका 5 पुरुषमा संक्रमण पुष्टि भएको कोभिड इन्फो चितवनले जनाएको छ। आज सेन्या भनिने इन्द्र जात्राको मुख्य दिन अर्थात् कुमारीको रथलाई काठमाडौँको तल्लो भागमा तानेर क्वाइन्या मनाउने दिन हो। आज कुमारी भैरव र गणेशको रथलाई बसन्तपुरबाट मरु चिक्मुगल जेसीदेगल लगनतमा तानिने गरिन्थ्यो। कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवी देवतीको नाच पनि प्रदर्शन गरिने चलन छ। तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज रथ तान्ने, देवीको नाच प्रदर्शन लगायत कुनै पनि धार्मिक गतिविधि नहुने भएका छन्। यसको साटो क्षमा पूजा गरिने इन्द्र जात्रा व्यवस्थापन समितिले जनाएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्र जात्राको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले वर्षा र सहकालका देवता
इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा आराधना गरी काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्र जात्रा पर्वका अवसरमा उपत्यका नेवार र समुदाय लगायत सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले मौलिक परम्परा सभ्यता र सांस्कृतिक धनी नेवार समुदायले मनाउने सम्भावना ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्र जात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्य बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने पनि बताउनु भएको छ। टुडे न्युजमा एकैछिन व्यवसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा काढ पैसा काढ पैसा काढ, आइएमई काउन्टर गेलै पैसा काढ लेलकै। पैसा राईका ब्याज कमाई पैसा काढ, कने ओनी देखली सब कुछ किन मिलल। सब दोकान में चलत अब पैसा काढ। नयाँ चलन आइल चोली तिरली चलल, अपन जनकपुर में चलते पैसा काढ। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै?
खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। कक्षा 12 को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 का विद्यार्थीको स्थगित परीक्षाको निकास गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो। बोर्डका कक्षा 11 र 12 हेर्न परीक्षा नियन्त्रण कृष्ण प्रसाद शर्माले विद्यार्थीको शैक्षिक शस्त्र राखेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैं अघि नै हुने जानकारी दिनुभयो। विद्यार्थीलाई 21 दिन अघि नै पूर्व सूचना दिएर दशैं अघि नै परीक्षा लिने तयारी परिषदका अधिकारीहरू जुटेका छन्। शिक्षाविद डाक्टर वासुदेव काफले कक्षा 12 का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ। विद्यार्थीलाई नजिकको विद्यालय आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उहाँले परीक्षाको वैधतामा प्रश्न चिन्ह उठ्न थालेकोले यसमा विचार गर्नुपर्ने बताउनुभयो। सरकारवालाले कोरोना भाइरस कोभिड-19 को संक्रमण नभएको स्थानीय तहमा कक्षा 12 को परीक्षा गर्न सुझाव दिएका छन्। यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाएको छ। परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा बनाएको बताउनुभयो। नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि पार्टीभित्र तरङ्ग पैदा गरिएको छ। सोमबार उनले आफै र सचिवालय मार्फत आफू राष्ट्रिय सभामा जान तयार रहेको सन्देश प्रवाह गरेका हुन्। शनिबार एक टिभी अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषय बन्द भएको बताएपछि गौतम फागुन 14 गतेको सचिवालय बैठकको निर्माण स्मरण गरेका छन्। सोमबार गौतमले बालुवाटार पुगेर आफू राष्ट्रिय सभामा सदस्य हुँदै सरकारमा जान इच्छुक भएका बारे प्रधानमन्त्री ओलीसँग कुरा राखेका थिए। प्रधानमन्त्री ओलीले ठोस प्रक्रिया नदिएको गौतमले आफ्नो पक्षमा माहौल सिर्जना गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रसङ्गसँग छलफल गरेका थिए। पार्टीभित्र आफूलाई पद छाड्न दबाब आएपछि ओलीले वैशाख 17 मा बसेको सचिवालय बैठकमा अचानक कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायात असोज 1 गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठक सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डाक्टर युवराज खटिवाडाले असोज 1 गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिनुभयो। यसअघि भादो 16 गतेदेखि अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भए पनि कोरोनाको जोखिम कायम रहेकाले असोज 1 गतेसम्मका लागि नचलाउने निर्णय गरेको उहाँले बताउनुभयो। त्यस्तै असोज 1 गतेसम्मका लागि पनि आन्तरिक हवाई उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। बैठकले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भदौ 16 गतेदेखि सुरु गर्न लागि नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या 65,000 नाघेको छ। पछिल्लो 24 घण्टामा 818 जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या 65,435 पुगेको वर्ल्डोमिटर्सले जनाएको छ। यस्तै भारतमा पछिल्लो 24 घण्टामा 68,000 भन्दा
बढी कोरोना संक्रमण पुष्टि भएको छ। मङ्गलबार यो समाचार तयार पार्दासम्म 68,770 जना संक्रमित भएका छन्। यो सँगै भारतमा कोरोना संक्रमणको संख्या 36,88,939 पुगेको छ। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो। संक्रमित मध्ये अहिलेसम्म 28,37,027 जना संक्रममुक्त भएका छन् भने 7,85,127 जनाको उपचार भइरहेको छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।